अहिले चाहिँ हामी ब्लुमडेल बासबोटे ब्लुमडेल एकाडेमीमा छौँ स्कुलमा है, जहाँ यसपटक आइसिएससी बोर्ड इक्जाममा एकदमै राम्रो रिजल्ट ल्याउनु भएको रहेछ है। हाइएस्ट सायद रेमेगलोदमा समष्टिमा टप्पर पनि हुनुभएको रहेछ है। यही सिलसिलामा हामी यहाँ के हो भनेर जान्ने क्रममा आइरहेका छौँ है। विशेष यहाँ ब्लुमडेल एकाडेमीका मिसहरू पनि हुनुहुन्छ अनि 11 पास गरेर आउने नानीहरू पनि हुनुहुन्छ है। पहिला मिसबाटै सुरु गरौँ त है। अलिकति बताइदिनुहोस् न, यो पालि कतिजना तपाईँहरूको आइसिएससीमा जानुभयो र कुन लेभलमा उहाँहरूले इक्जाम दिए है, र पर्सेन्टेज राम्रो आएको छ भन्दै थियो है। त्यो कम्पेरिजन के छ अलिकति बताइदिनुहोस् न। हजुर, यो पालि चाहिँ हाम्रो 25 जना थियो। 25 जनामा सबैजनाले नै राम्रो गरेको छ। हजुर। अन्तखेरि लास्ट इयर हाम्रो 93% लिएर चाहिँ लाइक यो डल्लै लोधोमा समष्टिमा नै टपर भएको थियो भने यो पालि चाहिँ 95 लिएर नै सबै टपर भएको छ। ए को नानी होला? हजुर, हाम्रो यहाँ सिमरन थापा हुनुहुन्छ। अच्छा, हजुर। अन्त अहिले 11 मा हाम्रोमै जोइन गर्नुभएको छ। अनि धेरै राम्रो गरेको भन्ने सुन्नु पाएँ। अघिल्लो वर्षहरूमा पनि के छ यसको पछाडिको राज चाहिँ तपाईँहरूको? होइन, उनी स्टुडेन्ट्स सबै अब यो सबै त स्टुडेन्ट्सले गर्दा हो, किनभने स्टुडेन्ट्स एकदमै हार्डवर्किङ छ है। उनीहरू अब टाढो टाढोबाट आउँछ र पनि अब एकदमै कोचिङ टाइममा जहिले रेगुलर होइन, त्यहाँदेखि एक्स्ट्रा क्लासहरू गराउँदाखेरि पनि उनीहरू टाढोको छ। कतिजनाको अब भेहिकल फेसिलिटी पनि छैन र पनि उनीहरू जहिले रेगुलर भइरहेको। अब त्यसले गर्दा उनीहरूकै हार्डवर्कले गर्दा हो यो त सबै। यहाँ तपाईँले कोचिङ क्लास भन्नुहुँदैछ है, अनि उहाँहरूको हार्डवर्क भनेर यो कोचिङ क्लास चाहिँ कस्तो प्रकारको, यो पेड हो कि तपाईँले स्कुलले अब यो फ्री अफ कस्ट हो कि कस्तो प्रकारको कोचिङ चाहिँ हुन्छ यहाँ तपाईँहरूको नानीहरूलाई? यो चाहिँ पेड कोचिङ हो। यो चाहिँ स्टुडेन्ट्स हाम्रो स्कुलको स्टुडेन्ट्सको लागि चाहिँ कम्पलसरी र रिसेन्टली चाहिँ अरू स्कुल्सकोहरूमा आउँदैछ, जस्तै जायन एकाडेमी र कर्नर स्टोनहरूको पनि आउँदैछ। हजुर, यो चाहिँ हाम्रो स्कुलको स्टुडेन्ट्सको लागि चाहिँ कम्पलसरी। त्यो जुन चाहिँ बाहिरबाट तपाईँहरू आउँदैछ जायन कर्नर स्टोनबाट, उहाँहरूले जसले यहाँ कोचिङ गरे उहाँहरूको के छ रिजल्ट है, थाहा छ? राम्रो छ, हाइएस्ट राम्रै गरेको छ, पास भएको हाइएस्ट छ है। हजुर, 80 है। र साइन्स भन्नुहुन्थ्यो नि पोहोर चाहिँ लास्ट इयर हामीले साइन्स इन्ट्रोड्युस गर्ने भनेर, यसपटक के छ? हजुर, अब हाम्रो अहिले चाहिँ यो अहिलेसम्म हाम्रो स्कुलले चाहिँ आइसिएससी चलाइरहेको थियो क्लास 10 लेभलसम्म। अब यो इयरदेखि चाहिँ हाम्रो आइएससी पनि छ क्लास 12 सम्म है। खास चाहिँ हामीले लास्ट इयरदेखि नै स्टार्ट गरेको आइएससी 11। अन्त उनीहरू चाहिँ पास आउट भएर उनीहरू पास भएर चाहिँ फेरि क्लास 12 मा छ अहिले उनीहरू है। अब क्लास 12 उनीहरूले फर्स्ट आइएससी ब्याच हो उनीहरू। यो वर्ष उनीहरूले पनि कतिजना छ? हाम्रो टोटल 14 आर्ट्स 23 चाहिँ आर्ट्समा, टोटल साइन्समा पनि छ। साइन्समा कतिजना छ? साइन्समा हाम्रो कति छ? 15 समथिङ है। ओके, र यहाँनिर साइन्सको पनि फेसिलिटिज है, स्टडी सुरु हुँदैछ होइन, एकदमै राम्रो है। र यहाँनिर सिमरन नानी है, तिमीलाई बधाई अनि शुभकामना। 95 यहाँ मिसहरूले भन्नुहुँदैछ उहाँहरूले कोचिङ अनि तपाईँहरूको हार्डवर्किङ धेरै टाढाबाट आउनुहुन्छ र यो चाहिँ क्रेडिट चाहिँ तपाईँहरूलाई दिनुहुँदैछ। र तपाईँहरूलाई पहिला चाहिँ कस्तो फिल भइरहेको छ? तपाईँले 95 स्कोर गर्छु भन्ने थियो सोच? सर, जस्तो मैले यो आइसिएससीको प्रिपेरेसन गरेँ त्यति बेला नै मेरो टार्गेट चाहिँ 95% नै थियो। अनि यो मेरो like I have secured such a huge percentage and I want to thank everyone, especially my teachers. सबै टिचर्सहरुको इक्वल कन्ट्रिब्युसन छ। उनीहरुको बिना चाहिँ म यस्तो अचिभमेन्ट गर्न सक्दिन थियो होला। एन्ड माई फ्यामिली अल्सो लाइक डिफिकल्ट टाइम्समा उनीहरूले मलाई सपोर्ट गर्नुभएको थियो। मेरो फ्यामिली, फ्रेन्ड्स, टिचर्सहरु सबैले मेरो कन्ट्रिब्युसनमा उनीहरुको पनि इक्वल ह्यान्ड छ। ओके, एकदमै तपाईहरुमा स्टुडेन्ट एन्ड टिचर्सहरुमा एकअर्कामा कम्प्लिमेन्टरी चाहिँ राम्रो छ है। अनि 95 नै म टार्गेट राख्छु भन्ने सोच चाहिँ कहाँबाट आयो, किन चाहिँ भयो त्यो? अनि त्यही स्कोर चाहिँ तपाईले ल्याउनु पनि भयो? सानैदेखि आई थिङ्क मेरो फादरको पनि ग्रेट इन्सपिरेसन थियो होला। उनी पनि पढाइमा एकदमै राम्रो गर्नुभएको थियो। अनि त्यही भएर मैले पनि सोचिसकेको थिएँ लाइक आई वान्ट टु मेक एभ्री वान प्राउड होइन। त्यही भएर पनि म 95% चाहिँ ल्याउने कोसिस चाहिँ गरेको थिएँ। मैले लिए पनि। अनि यो ब्लुमडेल फ्यामिलीले पनि मेरो एउटा कन्ट्रिब्युसन छ। उनीहरूको नाम पनि म रोसन गर्न चाहन्थेँ। ओके, अनि अब यति राम्रो पर्सेन्टेज ल्याएर अब तिमी यहीँ पढ्ने कि बाहिर जाने? म
म त्यही आई हेभ कन्टिन्युड माई स्टडिज हियर ओन्ली सो म साइन्स लिएर पढ्ने लाइक एकदमै राम्रो फेसिलिटिजहरू भएको स्कुल छोडेर चाहिँ अरू किन जानु भनेर मैले पढेको एकदमै राम्रो फेसिलिटिजहरू पनि छ यहाँ ल्याबहरू छ लाइक हामीलाई निकै कोर्सेसहरू पनि दिनुहुन्छ सबै टिचर्सहरूको पनि सपोर्ट हुन्छ त्यही भएर कन्टिन्यू गर्ने ओके एकदमै राम्रो सोच भनेपछि यहाँ एकदमै पढाइ राम्रो लागेर चाहिँ यहीँ पढ्ने चाहिँ विचार गरेको ओके र धेरै धेरै बधाई शुभकामना है यहाँ अन्य नानीहरू पनि रहेछ नि त तिम्रो नाम बताइदियो मेरो नाम सुरेखा लिम्बू हो कति हो पर्सेन्टेज 85 तिमी यहीँ पढ्ने हजुर किन यहीँ पढ्ने यताको फेसिलिटीहरू धेरै राम्रो छ हो दार्जिलिङमा झन् राम्रो छ होइन हजुर हजुर ल तिमीले मेरो नाम निमाला केटुप्पा पर्सेन्टेज मेरो 78% एकदमै राम्रो अन्त यो 78% ल्याउँदाखेरि कतिको मेहनत गर्नु पर्यो मेहनत पहिलेदेखि मेहनत गर्नु भएको थियो अन्त ठिकै छ 78 पाएँ एकदम राम्रो हो नि 78 कम्ती होइन नि यत्रो बेसी मार्क्स लाग्यो होइन कति मेहनत गर्नु पर्यो त्यति ल्याउनुको लागि भनेको पुरै गर्नु पर्यो हजुर मेहनत पुरै गर्नुपर्छ कसलाई तिम्रो लाइफमा यहाँसम्म अब क्लास 10th मा 75 ल्याउनु पर्यो होइन सानोदेखि अहिलेसम्म जुन चाहिँ पढ्दै यहाँसम्म पढाइमा तिमीलाई मेन सपोर्ट कसले गर्यो मेन सपोर्ट मेरो टिचर्सहरूले अन्त मेरो फ्यामिलीले अन्त मेरो साथीहरूले पनि धेरै हेल्प गर्यो मलाई अच्छा ल एकअर्कामा यसरी हेल्प गऱ्यो भने राम्रो हुन्छ होइन त यो कल्चर अगाडि बढाउनु पर्छ तिम्रो मेरो नाम स्नेहा राई हजुर कति हो पर्सेन्टेज 76% कति राम्रो अनि अब 12 मा के छ विचार 11-12 यहीँ गर्ने अन्त साइन्स लिएर गरेको छु सबै छ तिमी हजुर मैले साइन्स एकदम कन्फिडेन्ट छ पछि गएर ड्रप गर्नु हुँदैन नि फेरि ल ल ओके यहीँ पढ्ने यहीँ रहन्छ पढ्ने है यति राम्रो विचार तिम्रो हजुर मेरो नाम योगलिङ्गो पर्सेन्टेज 71% अनि कस्तो योपालि धेरै पढ्नु पर्यो कि हल्का पढेर नै आयो यति हजुर धेरै पढ्नु पर्यो कोचिङ गरे यहाँ हजुर गरे कोचिङ गरे है हजुर 11-12 मा के छ विचार सरी 11-12 मैले आर्ट्स गर्यो हजुर ओके अनि के लाग्छ मेन सब्जेक्ट कुन चाहिँ तिम्रो बेस्ट सब्जेक्ट के छ सबै बेस्ट लाग्छ सबै बेस्ट ल ओके अनि तिम्रो मेरो पर्सेन्टेज 69 यहीँ पढ्ने हजुर के छ आर्ट्स साइन्स स्ट्रिम के छ मैले आर्ट्स लिएर पढेको छु इकोनोमिक्स छ सब्जेक्ट आर्ट्स पेपर इकोनोमिक्स छ इकोनोमिक्स छ भने चाहिँ म्याथ पढ्नुपर्छ है ओके ल यहाँ कति हो 78% के छ विचार सो मैले 11-12 यहीँ गरेँ अन्त साइन्स लिएर मनपर्छ साइन्स हजुर मनपर्छ भन्दा पनि मेरो फ्युचर एमको लागि चाहिँ मैले साइन्सै गर्नुपर्ने थियो किन चाहिँ मैले चाहिँ फ्युचरमा चाहिँ एनडिए गर्छु भनेर सोचेको साइन्स कम्पलसरी पुरा मेहनत गर्नुपर्छ नि त साइन्समा त होइन साइन्समा त पुरै मेहनत गर्नु पर्यो त्यो क्यापेसिटी राख्छ हजुर धेरैको यस्तो छ कि 12 देखि हामीले ड्रप आउट गरेँ साह्रो पर्यो भन्ने त्यो छ होइन त्यो पनि सोचेको छ होला नि होइन त्यस्तो छैन अब आफूले जति एफोर्ट गर्नु सक्छ त्यति दियो भने त सबै नै इम्पोसिबल त छ मैले सुनेको थिएँ आर्ट्स राम्रो गर्छ भन्छ नि हजुर आर्ट्स दामी गर्छ मनिषले भनेको सुनेको थिएँ हो आर्ट्स हजुर त्यो मेरो हबी हो हजुर गुड ल कसले के गर्छ हौ तिमीहरूले त्यस्तो छ एक्स्ट्रा राम्रो गर्ने आर्ट्सहरू त्यस्तो केमा को बेस्ट छ केमा छ तिमी हजुर म आर्ट्स पनि गर्छु सिङ्गिङ पनि गर्छु स्पोर्ट्समा राम्रो नै छु अन्त डान्सिङ पनि अलिअलि गर्छु अन्त नेटिङमा राम्रो छ पढ्नु ठिकै छ त्यसै पनि ब्लुमडेलको नाम पुरा चर्चामा छ यस्तो स्टुडेन्ट रहेछ होइन नाम त चर्चामा हुने हो नि अन्तमा त मिसहरू है के भन्न चाहनुहुन्छ आफ्नो फर्दर आउने स्कुलको बारेमा अनि आउने स्टुडेन्ट्सहरूलाई यिनीहरूले राम्रै नै गरिराखेको छ सबै स्टुडेन्ट्सहरूले होइन र आउनेवाला हाम्रो फ्युचरको स्टुडेन्ट्सहरूलाई पनि म अल द बेस्ट भन्नु चाहन्छु उनीहरूले जसरी प्रकारले मेहनत गरिराखेको छ त्यसरी नै मेहनत गरिरह्यो भने उनीहरूले पनि अब लाइक उनीहरूले पनि उसलाई बिट गर्नु पनि सक्छ किनभने मेहनत चाहिँ एकदमै इम्पोर्टेन्ट छ ओके ल त त्यसमा सबलाई कङ्ग्रेचुलेसन र स्कुलको म्यानेजमेन्ट पक्षलाई पनि धेरै धेरै बधाई अनि शुभकामना हस् थ्याङ्क यू